नमस्कार साथीहरू, आजको भिडियो म तपाईँलाई सिकाउन गइरहेको छु कि ई-सेवाको क्युआर कोड कसरी हेर्ने। ई-सेवाको क्युआर कोड हेर्नको लागि तपाईँहरूले के गर्नुहोला, भिडियोलाई नस्किप गरिकन अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अन गरिदिनुहोला। र ई-सेवाको क्युआर कोड हेर्नका लागि तपाईँहरूले अथवा आफ्नो साथीलाई पठाउनका लागि के गर्नुहोला, भिडियोलाई नस्किप गरिकन अन्तिमसम्म हेर्नुहोला। ल अब लागौँ भिडियोतर्फ। सबैभन्दा पहिला तपाईँहरूले ई-सेवा एप्लिकेसन ओपन गर्नुहोला र ई-सेवा एप्लिकेसन ओपन गर्नुहोला। ई-सेवा एप्लिकेसन ओपन गरिसकेपछि तपाईँहरूको यस्तो पेज खुलेर आउँछ। तब तपाईँहरूले तल क्युआर कोडको अप्सन रहेको छ, हरियो वालामा क्लिक गर्नुहोला। तल यहाँ हेर्न सक्नुहुन्छ, म एरो देखाइदिएको छु, तपाईँहरूले यहाँ क्लिक गर्नुहोला। जस्तै म क्लिक गर्दैछु, क्लिक गरिसकेपछि तपाईँहरूलाई यहाँ नो थ्याङ्क्स र टर्न अनको अप्सन रहेको छ। तपाईँहरूले यहाँ लोकेसन अन गर्नुहोला। अन गर्नको लागि टर्न अनमा क्लिक गर्नुहोला। टर्न अनमा क्लिक गरिसकेपछि तपाईँहरूको यस्तो पेज खुलेर आउँछ। तब तपाईँहरूले यहाँ के गर्नुहोला, तब तपाईँहरूको अलिकता टाइम लिन्छ। यहाँ टाइम लिइसकेपछि तपाईँहरूलाई अलिकता यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरूले स्क्रोल अप गर्नुहोला र माथि गर्नुहोला। माथि गरिसकेपछि तपाईँहरूको यहाँ हेर्न सक्नुहुन्छ, ई-सेवाको क्युआर कोड रहेको छ, तपाईँको युजर नेम रहेको छ र नम्बर रहेको छ। तब डाउनलोड गर्नका लागि तपाईँहरूले के गर्नुहोला, डाउनलोड क्युआर कोड तल हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नुहोला। डाउनलोड क्युआर कोडमा क्लिक गरिसकेपछि तपाईँको क्युआर कोड डाउनलोड भइहाल्छ। तब तपाईँहरूले सेयर गर्नुहोला। सेयर गर्नका लागि तपाईँहरूले आफ्नो साथीलाई कसरी सेयर गर्ने, सेयर गर्नका लागि तपाईँहरूले सेयरमा क्लिक गर्नुहोला र यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले वाट्सएपमा, मेसेन्जरमा, टिकटकमा पठाउनुहोला। पठाइसकेपछि तपाईँहरूको यसरी आफ्नो क्युआर कोड हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने एउटा मिठो कमेन्ट गरिदिनुहोला। ल अब फेरि भेटौँला अर्को भिडियो।